नमस्ते सबैजनालाई जेसु डेली ब्लगमा आज चाहिँ हामी घरमै मोमो बनाएर खाने भनेर मोमो बनाउने तयारीमा छौं। हामी चाहिँ सबैजना मोमो बनाउने तयारीमा लागिरहेको छौं। अनि हाम्रो चाहिँ यो भिडियो कस्तो लाग्छ लास्टसम्म हेर्दिनु अनि लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला। र हाम्रो चाहिँ अब यता तयारी चल्दैछ। यता नानी पिठो मुस्दै हुनुहुन्छ अनि यता अर्को नानी चाहिँ प्याज पिस्दै हुनुहुन्छ। यता हेर्नु त जस्तिका हेलो हेलो तयारी हुँदैछ बिस्तारै मेहनत गर्दै हुनुहुन्छ यतातिर पनि। फेरि यता कोही अब चाहिँ हाम्रो काम भ्याउन आइसक्यो है। यो प्याज काट्न कति गाह्रो हुन्छ हैन? भयो है त त्यो प्याज त आउनु हुन्छ काट्न चाहिँ खानी हाम्रो चाहिँ बेल्ने कार्यक्रम सुरु भइरहेको छ। ल छिटो छिटो म त बेल्दिनँ है, मलाई बेल्दिनँ, म त बेल्न आउँदैन। म त मोमोको डल्लो बनाउने हो। योभन्दा पहिला मैले बनाउँथेँ कि बनाउँथेन भन्नु त। अनि यो चाहिँ मलाई किन जम अगाडि राख्दैन भएको त नानी? म चाहिँ मोमोको डल्लो बनाउन गइरहेको छु। कसले डल्लो बनाउनु? मासु त्यत्रो राख्छ भने कहाँ पाक्छ त अनि? यस्तो भयो मेरो डल्लो। यस्तो भयो गाइस मेरो मोमोको डल्लो चाहिँ भएन र। यसले घोप्टो पार्दिन त। आटा भापो घोप्टो पार्नु मैदाको त अनि पेलेर पाक्छ माथिको पाक्दैन। अब अर्को राम्रो बनाउने कोसिसमा छु म चाहिँ।
नन्दहरूले जति गरे नि सुखाइदिँदैन दा अब त भयो नि यो डल्ली यत्रो चुडेछु अहिले बल्ल राम्रो सानो टुक्रो भएको मुस्लिम नि फाल्नु चाहिँ के हो त्यो फालेको मुस्ले गाह्रो हुन्छ कि चलापट्टि खाने मान्छेले राम्रोसँग फाल न यता त्यही राख्दै त नि त्यो मुसेको भिडियो स्टप चाटै दुःख सुन्नुभयो भिडियो स्टप गर्नु त किन गर्नु अरे त्यो टाइम लाग्छ होइन त्यो टाइम उसमा लगेर राख्नु तपाईँको कस्तो भयो मलाई त यस्तो भनेर माछी बनाउनु यस्तो हुन्छ माथि खुल्लावाला खाँदैन अस्ति हामीले त्यो जग्गालाई चाहिँ कस्तो कुरा भन्नु यस्तो गर्दा बिच खाल्टा के बिचको भात चाहिँ चल्न नपाउने कि अस्ति हामीले बाँड्यौँ नि त्यो बाँड्दा चाहिँ खाल्टै हुन्छ कि डल्लो भनेको छ नि एकछिन राख्नु त कसो गराएको एकछिन बोल्ने खानु जस्तो भयो किनकि त तिन काज चाहिँ बनाएको देखि पत्ता ओके एउटै डिजाइन बनाउनु न पाक्दैन के माथिको पाक्दैन कस्तो डल्लो भन्नु मान्छेले काट्नु जस्तै छ कि अनि यति पुरै छु मैले टुडेको फेरि अहिले के गर्नु रियुज गर्ने यहाँ अटोले हाल्नु चाहिँ किमा हेरेर यसमा फेरि ल पुरै एक साइडमा राख्नु यहाँ किन पिठो भन्दा पनि किमा आयो कि नबनाउनु हो यस्तो हो भएन अब यहाँ पिठो भन्दा माथि किमा धेरै हाल्नु पिठो भन्छ तर ओभन चाहिँ यसरी ओपन हुन्छ है किमा जति सबै निस्किन्छ अनि यो खतकै बाहिर निस्किन हो के हुन्छ कि किमा पऱ्यो भने किमा धेरै भयो निकाल्नु यस्तो भयो सबैजना मलाई त आउँदैन कि बेल्न त्यति बेल्नु बेल्नु हामीले बेल्नु हुन्छ मम्मी बेलाउनु त यहाँ त्यो भएन घर लास्टै फाटा गयो अनि खानेलाई बनाउने माथि गरेर खानेलाई देखाउँदैन यत्रो गरेर खाने बेलामा अनि अर्को परेन बस्ने गएन के त्यो भिडियोमा चाल्दा राख्छु हाम्रो चाहिँ बिस्तारै बिस्तारै आडे मोमो बन्दैछ मेरो राम्रो भयो सबैले आफ्नै राम्रो भन्छन् भाइन मेरो नि राम्रै भएको छ के रे च्याप्टो फाइनल्ली हाम्रो चाहिँ मोमो पाक्न लाग्यो है अब यो दिदीहरू त काम गरिरहनु भएको छ मोमो बनाउने बेल्ने नानी त चटनी बनाउँदै हुनुहुन्छ म चाहिँ भर्खर बनाएर भ्याएर यहाँ एक्सचेन्ज गर्न आएको मोमो हाम्रो मोमो चाहिँ यस्तो भयो अरे भाडा पनि देखाउँ न नि हाम्रो एक्स्ट्रा हालको मोमो हो त अनि यता कोही पक्दैछ यता पक के रे दिदी प्याडवाला देखाएको अब हामी चाहिँ मोमो खाने तयारीमा छौँ अनि त्यही हो कस्तो लाग्यो हजुरहरूलाई हाम्रो भिडियो लास्टसम्म हेरिदिनुहोस् अनि लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस् जेसु डेली भ्लगलाई माया गरिदिनुहोस् सेयर पनि गरिदिनुहोस् त्यही हो थ्याङ्क यू सो मच हाम्रो भिडियो लास्टसम्म हेरिदिनु भएकोमा